नमस्ते साथीहरू, आज म तपाईँहरूलाई बहुमतको सरकार र 2/3 बहुमतको सरकार भनेको के हो भन्ने कुरा बुझाउन गइरहेको छु र ढिलो नगरी भिडियोतर्फ लागौँ है त। अहिलेको हाम्रो निर्वाचन हो प्रतिनिधि सभा निर्वाचन, जसमा 275 सिट रहेको छ र प्रत्यक्षमा रहेको छ 165 सिट र समानुपातिकमा रहेको छ 110 सिट। र बहुमत सरकार भनेको चाहिँ यदि 50% भन्दा बढी सिट आउँछ भने 275 मा त्यसलाई बहुमत सरकार भनिन्छ र 275 मा 50% गर्दाखेरि 138 सिट आउँछ र यदि 138 सिट आयो भने चाहिँ त्यसले बहुमत सरकार बनाउन काबिल हुन्छ र यो सरकारले सरकार गठन, प्रधानमन्त्री चयन, साधारण कानुन पास, बजेट पारित र सरकार चलाउन सक्छ। र त्यस्तै अर्को रहेको छ 2/3 सरकार, जुन 2/3 सरकार हो, जसमा तपाईँको 66.6% 275 सिटमा आयो भने चाहिँ त्यसले 2/3 सरकार बनाउँछ र टोटल सिट रहेको छ 184 सिट र यदि कुनै पार्टीले 184 सिट ल्याउँछ भने त्यसले 2/3 सरकार बनाउन सक्छ। बहुमतमा 138 र 2/3 मा 184 सिट ल्याउनुपर्छ र 2/3 सरकारले संविधान संशोधन गर्न सक्छ, सङ्घीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर निर्णय गर्न सक्छ, शक्ति सन्तुलन बदल्ने कानुन व्यवस्था गर्न सक्छ, देशको संरचना बदल्ने संस्था पनि निर्णय गर्न सक्छन्। अब क्वेसन रहेको छ रासोपाले बहुमत सरकार बनाउँछ कि 2/3 सरकार बनाउन सक्छ भनेर। यदि तपाईँ हाम्रो पात्रमा जानुभयो भने र यहाँ लाइभ अपडेट क्लिक गर्नुभयो भने यहाँ तल प्रतिनिधि सभा प्रत्यक्ष भनेर हेर्न सक्नुहुनेछ र अहिलेको टाइम अनुसार चाहिँ रासोपाले 32 सिट ल्याएको छ प्रत्यक्षमा र 93 मा अग्रता हासिल गरेको छ। समानुपातिक सिट्सको भने रिजल्ट आइपुगेको छैन। छोटकरीमा भन्दाखेरि यदि प्रत्यक्ष र समानुपातिकबाट मिलाएर 138 सिट आउँछ भने चाहिँ त्यसले बहुमत सरकार बनाउँछ, या यदि 184 सिट आउँछ भने चाहिँ त्यसले 2/3 सरकार बनाउन सक्छ। आशा गर्दछु तपाईँले यो भिडियो हेरेर केही कुरा सिक्नुभयो होला। यदि तपाईँलाई यो भिडियो मन परेमा कृपया मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला।